नमस्कार एभ्रिवान। आज म तपाईलाई एउटा यस्तो कथा सुनाउन लागिरहेको छु जो केवल प्रेमको कथा होइन, त्यो त्याग, भरोसा र सङ्घर्ष र सफलताको इतिहास हो। जीवनमा प्रेमले व्यक्ति कस्तो बदलिन्छ, एक अर्काप्रतिको भरोसाले कति ठुलो सफलता जन्माउँछ। आजको यस कथामा त्यही यात्राको कहानी छ। प्रेम सुरु भएको क्षण, कहिलेकाहीँ प्रेम भन्नु नै सम्झन नसक्ने क्षणबाट सुरु हुन्छ। दुईजना एकै कक्षा, एकै बाटो, एकै सोच, फरक उनी हँसिला कडा, तर प्रेम त्यही हो जुन हामी योजना बनाउँदैनौँ, तर भाग्यले बिछ्याइदिन्छ। पहिलो नजरमै केही अनुभव भयो, तर प्रेम नभई केवल एक किसिमको शान्ति। एक अर्कालाई चिनेपछि मात्र बुझियो कि जीवनको रङ उनीहरूले एक अर्कालाई देखाएर बदलेका थिए। प्रेम सधैँ सजिलो हुँदैन। दुई हृदय नजिकिँदै जाँदा दुई दुनियाँ टाढिँदै जान्छन्। परिवारको डर, सामाजिक सोच, आर्थिक अवस्था, आफ्नो भविष्यको चिन्ता, यी सबै प्रेमको बिचमा आए। उनी भन्थिन्, म तिमीलाई माया गर्छु, तर भविष्य पनि डर लाग्छ। उनी भन्थे, भविष्य म त बनाउँछु, तिमी साथ देऊ। तर प्रेम त्यति बेला बलियो हुन्छ जब दुवैले डरबाट होइन, विश्वासबाट निर्णय गर्छन्। एक दिन मिसअन्डरस्ट्यान्डिङ भयो, सानो कुरा तर मनमा ठुलो चोट। दुवैतर्फ चोट, दुवैतर्फ माया, तर अहङ्कार बिचमा। उनी रोइन्, उनले चुपचाप हेरिरहे। उनी भन्थे, म गलत छैन। उनी भन्थिन्, तिमीले बुझेनौ। यही मिसअन्डरस्ट्यान्डिङले धेरै जोडी टुट्छन्, तर यहाँ प्रेम जित्यो, किनकि उनीहरूले एक अर्कालाई छाड्ने निर्णय भन्दा एक अर्कालाई बुझ्ने निर्णय लिए। प्रेमको इतिहासमा त्याग सबैभन्दा शक्तिशाली शब्द हो। उनी प्रेम पढाइ छोडेर उनीको परिवारलाई सम्हाल्न लागिन्। उनी आफ्नो सपनालाई रोक्दै उनीलाई सफल बनाउने सपनामा लागे। यो प्रेमको सुन्दरता हो, जसले आफ्नो जीवन होइन अर्काको जीवन उचाल्छ। त्याग भयो, तर त्यही त्यागले उनको सम्बन्ध अझ बलियो बनायो। दुई ठाउँ, दुई मन, तर एक भावना। दुई देश बीच एक, तर एक प्रतिबद्धता। फोनमा कुरा गर्दा सान्त्वना, भिडियो कलमा हाँसो, मेसेजमा याद। रातको 2 बजे मन भने गुड नाइट। डिस्टेन्सले शरीर टाढा बनाउँछ, तर प्रेम अझ गहिरो बनाउँछ, किनकि टाढा हुँदा हामीले माया कति धेरै छ भनेर थाहा हुन्छ। जीवनमा एक दिन यस्तो आयो, उनी कठिन परिस्थितिमा अडिन्। उनी रोजगारी खोज्दै, सपना पुरा गर्न छोड्दै, सक्सेस एउटा दिनमा आउँदै। सक्सेस दैनिक सङ्घर्षको एक फल हो। उनी भन्थिन्, म तिमीलाई अभिमान हुने गरी केही गर्छु। उनी भन्थे, म तिमीले नदेखेको भविष्य पनि देखिरहेको छु। यो दुईजना एक सपनाको युगल यात्रा थियो। सङ्घर्ष चलिरह्यो। कहिलेकाहीँ परिवार असन्तुष्ट, कहिलेकाहीँ पैसाको अभाव, कहिलेकाहीँ जीवन निराश, तर उनीहरू रोए, फेरि उठे, फेरि सङ्घर्ष गरे, फेरि माया गरे। आज मानिसले देखेको छ सफलता, तर उनले देखेका थिए आँसु, त्याग, निरन्तरता। एक दिन फोन आयो, तिम्रो सेलेक्सन भयो। उनी रोए। यसपटक दुःखले होइन, खुसीले। अरू दिन सपनामा थियो, आज हातमा थियो। उनी भन्थे, मैले भनेको थिएँ भविष्य म बनाउँछु। उनी मुस्कुराइन्, तर भविष्य त हामीले मिलेर बनायौँ। सक्सेस तब सुन्दर हुन्छ जब तिमीले त्यो व्यक्ति भेट्छौ जो तिम्रो खुसीमा विश्वास गर्छ। प्रेम कुनै भ्यालेन्टाइन डे होइन, कार्ड होइन,
सेक्रिफाइस, प्याटर्न, अन्डरस्ट्यान्डिङ र ट्रस्टको शक्ति हो। प्रेमले दुईजनाको जीवन बचाउन सक्छ, उनीहरूलाई सफल बनाउन सक्छ, भविष्य उज्यालो बनाउन सक्छ। यदि प्रेम छ भने सङ्घर्ष सार्थक हुन्छ, यदि भरोसा छ भने दूरी मिनिङलेस हुन्छ, यदि साथ छ भने सपना पुरा हुन्छ। यदि तपाईँले पनि कसैलाई मन पराउनुहुन्छ, अहङ्कार त्याग्नुहोस्, बोल्नुहोस्, सुनाउनुहोस्, सपना मिलाउनुहोस्, सङ्घर्ष साझेदारी गर्नुहोस्। आजको कथाले केवल रोमान्टिक होइन, यो एक इतिहास हो जसले सिकाउँछ प्रेम तिमीलाई कमजोर बनाउँदैन, प्रेम तिमीलाई सबैभन्दा शक्तिशाली बनाउँछ। यदि जीवनमा कसैले तपाईँलाई साँचो माया गर्छ भने त्यो व्यक्ति तपाईँको कमजोरी होइन, तपाईँको शक्तिको कारण हो। तपाईँले सुनेर सपोर्ट गर्नुभएकोमा आभार। म तपाईँलाई माया र मोटिभेसन दुवै दिन चाहन्छु। स्टे ह्याप्पी, स्टे इन लभ एन्ड किप ग्रोथ। कहिलेकाहीँ प्रेम भन्ने कुरा धेरै ठुलो घटनाबाट होइन, सानो क्षणबाट हुन्छ। त्यो क्षण जुन हामीले त्यो बेला खासै मिनिङ नदिएको तर पछि आएर जीवनको टर्निङ पोइन्ट बनेको। उनको जीवनमा पनि त्यही भयो। उनी दुईजना एकै ठाउँमा बस्ने, एउटै बाटो हिँड्ने, कहिलेकाहीँ आँखा भेटिने तर कहिले बोलेर केही नबोल्ने। उनी शान्त, अनुशासित, मनभित्र धेरै सपना बोकेको, उनी हाँसोले भरिएको अनुहार, अनि चञ्चल अनि गम्भीर तर मनभित्र अत्यन्तै कोमल। पहिलो नजरमा प्रेम हुँदैन भन्छन्, तर मनले भने त्यो दिन केही महसुस गर्यो, एक किसिमको शक्ति, एक किसिमको न्यानोपन जसलाई शब्दमा बयान गर्न सकिन्न। त्यो दिन उनीहरूको नजर मेटिँदा समय एकछिन रोकिएको जस्तो लाग्यो। उनीले हाँसिन् र उनले त्यो हाँसोमा संसारको सबैभन्दा सुन्दर भाव देखे। धेरैले सोच्छन् कसरी सुरु हुन्छ प्रेम? प्रेम कुनै आई लभ युबाट सुरु हुँदैन। प्रेम सुरु हुन्छ जब कसैले तपाईँलाई हेर्दै मनभित्र एउटा अज्ञात शान्ति पैदा हुन्छ, जब कसैलाई देख्दा आफै मुस्कुराउने मन लाग्छ, जब कसैको उपस्थिति दिनभरको थकान मेटाइदिन्छ। उनीहरू बिच यही भयो, कुनै प्रस्ताव होइन, कुनै शब्द होइन, कुनै बाचा होइन, केवल न्यानो भावना, नजिकताको अनुभव र दुई हृदयको अदृश्य तर मजबुत टान्छन्। प्रेम त्यही हो जसले आवाज माग्दैन, धड्कनले नै सङ्केत दिन्छ। त्यो दिन उनीहरूले केही बोलेनन् तर मनले धेरै बोलेको थियो। यहीँबाट केही सुन्दर सुरु हुन लागेको छ। प्रेम सुरु हुनु सजिलो हुन्छ, तर प्रेम टिकाउन भने साथ चाहिन्छ। उनीहरू बिच पनि प्रेम दिनदिनै गहिरिँदै गयो। कथाहरू बढ्दै गए, कुरा बातहरू लामो हुँदै गए, हाँसो बढ्दै गयो, एक अर्काप्रति भरोसा बढ्दै गयो। तर प्रेमको यात्रा सधैँ फुलको बगैँचा हुँदैन। फुलभन्दा पहिले काँडा भेटिन सक्छ। त्यस्तै उनीहरूका जीवनमा पनि च्यालेन्जहरू बिस्तारै देखा पर्न थाले। उनी आफ्नो परिवारको जिम्मेवारी बोकेकी थिइन्। मसँग समय कम छ उनी भन्थिन्।
म घर पढाइ र सबै मिलाउनुपर्छ। उनी आफ्नो भविष्यको लागि सङ्घर्ष गरिरहेका थिए। म अहिले स्टेबल छैन, उनी भन्थे। तर म तिम्रो भविष्य सुरक्षित गर्न सक्ने एउटा मान्छे बन्न चाहन्छु। प्रेम थियो, तर डर पनि थियो। परिवारको डर, समाजको डर, भोलिको अनसर्टेन फ्युचरको डर। यिनै डरले कहिलेकाहीँ कुराकानीमा तुफान ल्याउँथ्यो। सानो कुरामा मिसअन्डरस्ट्यान्डिङ, सानो चुकबाट मन दुखाइ, सानै विषयमा आँसु बग्नु। प्रेममा यी सबै सामान्य हुन्छन्। तर खास कुरा के हो भने दुवै जान्दैनथे टुट्न पनि सजिलो हो, तर बुझ्न गाह्रो हो। तर हामी टुट्ने होइन, बुझ्नका लागि जन्मिएका हौँ। उनले उनलाई धेरै पटक भने, म तिमीलाई गुमाउन चाहन्न, र उनले उनीलाई जवाफ दिइन्, म पनि तिमी बिना अधुरो हुँ। तर जीवनले सधैँ इजी मोड दिँदैन। कहिलेकाहीँ परीक्षाको घन्टी बज्छ। कि त प्रेमका नाममा कति टाढासम्म जान सक्छस्, कति सहन सक्छस्, कति टिक्न सक्छस्। उनीहरूको सम्बन्धमा पनि परीक्षाहरू आए। फ्यामिली दबाब, अलिअलि फाइनान्सको समस्या, कहिलेकाहीँ भविष्यबारे डर। सबैले मिलेर उनीहरूको प्रेमलाई हल्लाउने कोसिस गरे, तर नहल्लियो। किनकि जुन प्रेम भरोसामा बन्छ त्यो परिस्थितिले हल्लाउन सक्दैन। उनीहरूले एकअर्कालाई सम्हाल्दै भने, हामी दुवै बलिया छौँ, ढुक्क हो, सबै ठिक हुन्छ। यही विश्वासले उनको प्रेमको जरा गहिरो बनाइदियो। कहिलेकाहीँ रोए, कहिलेकाहीँ खिस्सिका हाँसे, तर सधैँ एकअर्कालाई चुलेर भने, तिमी छौ भने कसैको डर छैन। प्रेम बढ्दै गयो। अब यात्रा सजिलो होइन भने दुवैले बुझिसकेका थिए। तर प्रेम भने यही हो, सजिलो छैन तर मूल्यवान छ। सधैँ पर्फेक्ट होइन, तर सधैँ पावरफुल हुन्छ। च्यालेन्ज आउँछ, तर यदि साथ छ भने च्यालेन्ज पनि उनीहरूकै अगाडि झुक्छ। प्रेममा सबैभन्दा ठुलो चोट धोका होइन, गलत हतिले लगाएको घाउ हो। कहिलेकाहीँ मन मिल्छ, तर शब्द नमिलेर मन टुट्छ। त्यही भयो उनीहरूको जीवनमा पनि। एक दिन सानो कुरा, सानो मिसअन्डरस्ट्यान्डिङ, तर असल भने ठुलो। उनी थाकेर घर फर्केकी थिइन्। दिनभर काम, दबाब, तनाव, फोनको एक मेसेज पनि रिप्लाई गर्न मन नलाग्ने स्थिति। उनी पुरै दिन उनलाई सम्झेर बसेका, कुराकानीको प्रतीक्षामा मेसेज पठाए, कहाँ छौ, ठिक छौ, तर रिप्लाई आएन। उनलाई लाग्यो कि म महत्त्वपूर्ण छैन, कि उसले अब केयर गर्दैन। साँझ भयो, उनले रिप्लाई गरिन्, तर रिप्लाई शब्दमा थकान थियो। तर उनले त्यो थकानलाई डिस्टेन्सको रूपमा बुझिदिए। गलतफहमी यस्तै हो, गलत कुरा यस्तै हो। साँचो अर्थ हराउँछ र भुल अर्थ मनले बनाइदिन्छ। बोल्नु पर्नेमा दुवै चुप लागे, सम्झाउनु पर्नेमा दुवै झर्को माने। एक छिनको लागि लाग्यो सायद अब यो सम्बन्ध चल्दैन। उनी भित्रभित्रै रोइन्। आफ्नो बिजी लाइफको कारण उनी आफूलाई नै दोष दिइन्। उनी चुपचाप बसे। किन रिप्लाई गरेनौ भनी सोध्न चाहन्थे, तर बोल्न सकेन। दुवैतर्फ चोट थियो, दुवैतर्फ माया थियो, तर दुवैले त्यस क्षण आफ्नो इगोलाई प्रायोरिटी दिए। प्रेममा इगो आउँदा प्रेम कमजोर पर्छ, तर प्रेम बलियो हुन्छ। एकपटक हर्ट माइन्डले लाई चुप गरिदिन्छ। त्यही भयो। रातको लगभग 12 बजे दुवैले मेसेज टाइप गरे, तर सेन्ड बटन थिच्न सकेन। अन्त्यमा उनले एउटा लाइन पठायो, इफ यु आर टायर्ड इट्स ओके,
but don't make me feel like I am losing you. यो लाइनले उनी पग्लिन्, उनी रोइन्, उनी जान्थिन् उहाँ मलाई कति धेरै केयर गर्छ, मैले नै गलत बुझेँ। अनि उनले जवाब दिइन्, I am not leaving, I am just tired, but don't ever doubt my love. त्यो रात उनीहरू रोए, तर यसपटक रोएको स्वरमा प्रेम सम्झना टुट्न नदिने दृढता थियो। गलत लगभग ब्रेकअप जस्तो चोट दियो, तर अन्तमा बुझाइले अझ नजिक बनायो, किनकि जुन सम्बन्ध साँचो प्रेममा बन्छ त्यो मिसअन्डरस्ट्यान्डिङले टुट्दैन, बरु मिसअन्डरस्ट्यान्डिङ हराएर समझदारी बढ्छ। प्रेम शक्ति हो, प्रेमको शक्ति यही हो, सङ्घर्षपछि अझ नजिक ल्याउने। प्रेममा मायालु बन्नु सजिलो हुन्छ, तर त्याग गर्ने बन्न धेरै ठुलो हृदय चाहिन्छ। उनको कथामा पनि प्रेमले आफ्नो वास्तविक शक्ति यही भागबाट देखायो, त्याग। उनी परिवारका धेरै जिम्मेवारी बोकेकी एक सरल युवती, कहिलेकाहीँ आफूलाई समय नपुग्ने, आफ्नो सपनासम्म रोक्ने स्थिति। उनी बडो एम्बिसन बोकेका व्यवसायी रूपमा केही ठुला सपना पुरा गर्न चाहन्थे, एकदमै कर्मठ मान्छे। दुवैले एक अर्कालाई मन पराए, तर जीवन एकै बाटोमा थिएन। यी फरक फरक बाटाहरू त्यागको पहिलो पाठ बन्ने थिए। उनी भन्थिन्, म आफ्नो परिवार छोडेर अघि बढ्न सक्दिनँ। उनी भन्थे, म तिमी बिना आफ्नो भविष्य बनाउन चाहन्न। त्यसपछि दुवैले आफ्नो भागमा ठुलो सेक्रिफाइस गरे। उनी दिनभर घरका काम, जिम्मेवारी, थकान, दबाव सहेरे पनि राति 2 मिनेट मात्र समय भए पनि उनीलाई आई एम ओके भन्न सम्झिन्थिन्। थकानले आँखा झिम्किने बेला पनि उनको च्याट खोल्थिन्। उनी निराश नबनी भन्थिन्, साथीहरूसँग घुम्न, रमाइलो गर्न छोडे, रोजगारी खोज्दै भौतारिन्थे। कहिलेकाहीँ थकित शरीर लिएर रातभर विषम बनाउँथे र भन्थे, म तिम्रो लागि केही बन्नुपर्छ। यो त्याग उनीहरूले बोलेर होइन, करिब प्रमाणले देखाइरहेका थिए। कहिलेकाहीँ उनीहरू मिल्न चाहन्थे, तर परिस्थिति मिल्दैनथ्यो। उनी रोए, उनी चुप लागे, तर दुवै बुझ्थे यो टाढा हुनु कमजोरी होइन, भविष्य बनाउन खोजिरहेको शक्ति हो। यो नै साँचो प्रेम हो, जहाँ माया गर्न साथ पनि छैन, तर त्याग गर्न भरोसा पर्याप्त छ। त्यो समय उनीहरू धेरै दूर थिए, तर एक अर्कालाई छोड्ने निर्णय गरे निकै नजिक थिएनौँ। उनी भन्थिन्, हामी भेटिन नसके पनि तिमी मबाट दूर छैनौ। उनी जवाब दिँदै भन्थे, म टाढा जानु नै तिम्रो नजिक भविष्य बनाउनु हो। त्याग त्यसैलाई भन्छन् जसले दुःख दिन्छ, तर त्यो दुःख नै आपसमा बलियो बनाउने ताकत बन्छ। त्यागले उनीहरूको कथा कमजोर भएन, बरु त्यागले सम्बन्धको जरा अझ गहिरो बनायो। साँचो प्रेम त्यही हो, जहाँ म हराउन र हामी जन्मिन्छन्, त्यो हामी नै उनीहरूको भविष्यको आधार बन्न गइरहेका थियौँ। प्रेम कहिलेकाहीँ त्यति बेला सबैभन्दा गहिरो हुन्छ जब दुई शरीर टाढा हुन्छन्, तर दुई मन अझै नजिक। उनीहरू बीच पनि यस्तै क्षण आयो। जीवनले उनीहरूलाई भौतिक रूपमा टाढा राख्यो, तर भावनात्मक रूपले भने उनलाई झन गाँसेर राख्यो। दुई ठाउँ, दुई समय, दुई
व्यस्त स्केड्युल, तर एउटै त धड्कन, एउटै नाम, एउटै चाहना साथमा रहनु। उनीहरू बिहान उठे सबैभन्दा पहिले उनको मेसेज खुल्थे, सुप्रभात माया। उनी राति सुत्दिनथिन् जबसम्म उनीहरू गुड नाइट आदान प्रदान हुँदैनथ्यो। टाढा भएको महसुस हुन्थ्यो, तर माया झन् तानियो। जसरी चन्द्रमालाई छुन नसकिए पनि उनको उज्यालोको मुटु छोइरहन्छ। डिस्टेन्सले कहिलेकाहीँ मायालाई कमजोर बनाउँछ भन्छन्, तर यहाँ डिस्टेन्सले नै उनको प्रेमलाई परिपक्व बनायो। उनले उनलाई धेरै पटक भने, टाढा बसेर पनि तिमी नै मेरो शान्ति हो, र उनी भन्थिन्, तिमी टाढा छौ तर मेरो मन तिम्रो काखैमा छ। कहिलेकाहीँ कलमा उनी रोइन्, मलाई तिमी नजिक हुनु जस्तै अनुभूति चाहिन्छ। उनी भनिदिन्थे, म टाढा छैन, बस केही समयको दूरी छ। कहिलेकाहीँ टाइम जोन मिल्दैनथ्यो, उनले मेसेज गर्थिन्। उनले कल नउठाउन सक्थे, तर कहिलेकाहीँ नै कुरा दुवैलाई बुझाउन, कतिको मिस गरेका रहेछौ हामीले एकअर्कालाई। डिस्टेन्सको सुन्दरता यही हो, यसले प्रमाणित गर्छ कुन समय केवल प्रेजेन्टबाट चलेको हो, कुन प्रेम भावनाबाट। उनीहरूको प्रेम भावनाबाट चलेको थियो। टाढा हुँदा पनि उनले त्यो ऊर्जालाई महसुस गर्थे, जसले भन्थ्यो, तिमीहरू दुई एउटा आत्माका आधा हो। दुवैले मनमनै अनेकौँ कल्पना बाँड्थे, कहिले भेटिन्छौँ, कहिले एउटै घरमा उठ्ने मौका पाइने, कहिले एकै कफी टेबलमा बस्ने। यी कल्पनाहरू उनको सम्बन्धको प्रमाण बनिसकेका थिए। डिस्टेन्सले उनीहरूलाई धेरै टाढा बनायो, उनको सपनालाई उति नजिक ल्यायो। किनकि टाढा हुँदा हरेक मिस यू एक माया बराबर थियो। टाढा हुँदा हरेक ख्याल एक कदर, टाढा हुँदा हरेक भेटौन एक प्रतिबद्धता। डिस्टेन्सको परीक्षण कति जोडीले पार गर्दैनन्, तर साँचो प्रेम झन् चम्किन्छ त्यही दूरीबाट। उनको प्रेमले पनि यही देखायो, एक अर्कालाई भेट्न नपाए पनि एक अर्काको लागि जीवित रहन सकिन्छ। टाढा थिए तर मुटुमा एउटै धड्कन बजिरहेको थियो, म तिम्रो हुँ, तिमी मेरो। यही दूरीले उनको प्रेमलाई कमजोर बनाएन, बरु अमिट बनायो। प्रेम सुरु हुनु सजिलो हुन्छ, तर प्रेमलाई जोगाइराख्न त्यो भने संसारकै कठिन यात्रा हो। उनीहरूका लागि पनि अब यात्रा सजिलो थिएन। सबै कुरा राम्रै हुँदै गएको थियो, सपना, हाँसो, समय, एक अर्कामा विश्वास। तर जीवन चुपचाप रहँदै जीवन कहिलेकाहीँ परीक्षा नामको आँधी ल्याउँछ। एक दिन उनको घरमा समस्या आयो। उनको मानसिक अवस्था, उनको आत्मविश्वास, उनको दूरी 2 वर्ष बनाएको योजनासम्म डगमगाइदियो। उनी डराइन्, गहिरोसम्म थाकिन्। उनलाई लाग्यो सायद अब केही पनि सम्भव छैन। मानिसले भने, कतै प्रेम त भत्किने हो, यति नै हो, कसले टिक्छ र कठिन समयमा। तर जो उनको जीवनमा प्रकाशको किरण जस्तो आएर बसेको थियो, उनले एक शब्द पनि बदलिन दिएनन्। उनी चुप भइन्, तर ऊ चुप बस्न सक्दैन। उनी डराइन्, तर ऊ डर टालिदिन्छ। उनी रोइन्, ऊ आँसु चुपी एकै वाक्य भन्छ, यो समय पनि जाँदैछ र म पनि तिम्रो साथमै छु। जीवनमा यस्ता मानिस कम हुन्छन् जो खुसीमा होइन, कठिनाइमा पनि साथ छोड्दैनन्। प्रेमको असली परीक्षा त्यही दिन थियो जब उनी कमजोर थिइन्, तर ऊ मजबुत बन्यो। उनले महसुस गरिन्, यही प्रेम हो जो समस्यामा भाग्दैन, बरु हात समातेर बाटो देखाउँछ। धेरै जोडीहरू यतै आएर छुटिन्छन्, किनकि प्रेम केवल फोटो, हाँसो,
घुमाइ होइन। प्रेम भनेको कसैको जीवनमा भावनात्मक सुरक्षा बन्ने क्षमता हो। उनले उनलाई भन्यो, तिमी आज कमजोर छौ, तर म तिमीलाई उठाउन यहाँ छु। साथ त सबैले दिन्छ, तर यस्तो साथ केवल प्रेमले दिन्छ। उनी रोइन्, तर त्यो आँसु दुःखको थिएन, धन्यवादको थियो। दुईजनाको प्रेम त्यही दिन गहिरो। समयले परीक्षा लियो, तर मनले पास गर्यो। अनि उनले महसुस गरिन्, प्रेम टुट्दैन। यदि कुनै एकजना कसै पनि परिस्थिति आए पनि सधैँ अडिग भएर उभिन तयार छ भने उनले परीक्षा त लिन्छ, तर प्रेम यदि साँचो छ भने हरेक परीक्षा पार गर्दै अझै बलियो बन्छ। जहाँ प्रेम हुन्छ त्यहाँ संसारको आँखाले कहिले चुप रहँदैन। उनको प्रेम पनि अब दुईजनाको एउटा निजी कथा मात्र रहेन गराउन थाल्यो। मानिसका नजर, टिप्पणी, समाजका प्रश्नहरू। कहिले कसैले भन्थ्यो यो प्रेम टिक्दैन। कसैले भने दुईजनाको संसार यति सजिलो छैन। कतैबाट आलोचना आयो, कतैबाट गलत बुझाइ आयो, कतैबाट अनावश्यक तुलना, कतैबाट ईर्ष्या। तर उनीहरू दुवै चुप थिए, किनकि उनीहरू जान्थे जे भन्लान् मान्छे प्रेमको गहिराई कसैले नाप्न सक्दैन। एक दिन उनले उनलाई सोधे, हामी समाजलाई कसरी सामना गर्ने? उसले मुस्काएर भने कि अर्कालाई नछोडेर। कति सरल तर कति शक्तिशाली उत्तर, किनकि वास्तवमा दुनियाँलाई जित्ने सबैभन्दा ठुलो शक्ति दुई मनको एकता हो। उनले संसारलाई सामना गर्ने निर्णय गरी आफ्नो कमजोरी लुकाएर होइन, बरु आफ्नो प्रेम देखाएर उनीहरूलाई एक अर्कासँग स्पष्ट रूपमा उभिएर कुनै डर बिना, कुनै पछुतो बिना। मानिसले बोल्न छोडेन, तर उनीहरूले सुन्न छोडिदिए, किनकि कहिलेकाहीँ सबैभन्दा ठुलो विद्रोह शान्त रहनु हो। उनीहरू आफ्नो काममा लागे, आफ्नो सपनामा लागे, एक अर्कालाई समर्थन गरे, तर जति संसारले धकेल्न खोज्यो उति नै उनीहरू बलियो बन्दै गए। उनले उनलाई एक दिन भने, हाम्रो प्रेम संसारलाई प्रमाण दिन जरुरी छैन, हाम्रो मनलाई प्रमाण भए पुग्छ। त्यसपछि उनीहरू अगाडि बढी, मानिसका आवाजभन्दा माथि उठेर, समयको हल्लाभन्दा टाढा रहेर। रोमान्टिक कुरा के भने उनीहरूले बुझिसकेका थिए, संसारसँग लड्नुपर्ने होइन, संसारलाई सही कुरा समयले नै देखाइदिन्छ। त्यसैले उनीहरूले न त झगडा गरे, न त आफ्नो प्रेम लुकाए, बरु उनीहरूले सधैँ हातमा हात राखेर आफ्नो बाटो आफै बनाउँदै गए। यसैले उनीहरू दुईजनाले दुनियाँसँग सामना गर्ने निर्णय गरे, डरले होइन, प्रेमले। यही प्रेम उनीहरूको सबैभन्दा ठुलो हतियार बन्यो। प्रेमको यात्रामा सबैभन्दा शक्तिशाली पल त्यो हो जब आँसु, सफलता एकै ठाउँमा भेटिन्छ। उनीहरू धेरै दिनसम्म सङ्घर्ष गरिरहे, अपरिचित परिस्थिति, समयको कमी, फाइनान्सियल प्रेसर, सोसियल प्रेसर, सबैले उनलाई दबाइरहेको थियो। कहिलेकाहीँ उनीहरू रोइन्थे, आँसु दुःखका थिए, तर ती आँसु प्रेमको प्रमाण पनि थिए। उनी भन्थिन्, म अझै पनि सङ्घर्षको बिचमा छु, तर म हार मान्न चाहन्न। उनी जवाब दिन्थे, म सधैँ तिम्रो साथमा छु, आऊ हामी सँगै यो पार गर्छौँ।
जीवनले अब उनीहरूलाई एक अद्भुत मौका दियो, एक रोजगारी, एक अवसर जसले उनीहरूको मेहनतको मूल्य देखाइदियो। पहिलो पेचेकआउट, पहिलो रिकग्नाइजेसन, उनीहरू रोए तर यो रोक्दैन। खुसीले र रिफरले भरिएको आँसु त्यो क्षणले सिकायो सपना केवल मेहनतबाट मात्र पुरा हुन्छ। प्रेमले ती सपनाहरू अझ मिठो बनाउँछ। उनीहरूले महसुस गरे अर्काको साथ, विश्वास र समर्थन कति ठुलो शक्ति हो। पहिलो आँसु अनि सफलता, पहिलो कठिनाई अनि खुसी, यही प्रेमको वास्तविकता हो। सङ्घर्षले नजिक ल्याउँछ, त्यागले मजबुत बनाउँछ, सफलता साझा हुँदा अझ मिठो हुन्छ। उनीहरू एक अर्कालाई हेरिन र एकसाथ मुस्काएर, त्यो मुस्कानमा थकान थिए, आँसु थिए, सिर्फ प्रेम, विश्वास, सफलताको प्रकाश थियो। यो क्षणले सिकायो जीवनमा कठिनाई आउँछ, असफलता आउँछ, समाजले बाधा पुर्याउँछ, तर यी दुई मन साँचो प्रेममा बाँधिएको छ भने तिनीहरू सबै चुनौतीहरू पार गर्छन्। आज उनीहरूको प्रेम सङ्घर्षको कहानी र सिर्जना गरियो एउटा उदाहरण, सपना, त्याग, सङ्घर्ष र विश्वासले कसरी वास्तविक सफलता ल्याउँछ भन्ने। आँसु र सफलता बिचको पल हाम्रो जीवनमा पनि आउँछ, सिर्फ हिम्मत, प्रेम, आवश्यकता। उनले एक अर्कालाई हेरिन्, भनिन्, हामीले यो साथ बनाएर मात्र यहाँसम्म आएका हौँ अनि यही हाम्रो सबभन्दा ठुलो शक्ति हो। त्यो रात उनीहरू रोए तर यसपटक आँसु खुसीले भरिएका थिए। सपना पुरा भएको महसुस, प्रेम अझ गहिरो भएको महसुस। पहिले आँसु अनि सफलता, यही जीवनको मिठास हो, यही प्रेमको शक्ति हो। ल साथीहरू, यो कथा चाहिँ तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो होइन, राम्रो लाग्यो भने अन्तिमसम्म सुन्नुहोला। हवस् त, धन्यवाद।